हेलो गुड मर्निङ वेलकम मेरो छोटो मिठो मिली ब्लगमा। आज चाहिँ मेरो छोरीको रिजल्ट थियो होइन। रिजल्ट चाहिँ अस्ति भइसक्यो, मतलब पेपरहरू हेर्ने यता आज प्यारेन्ट्स मिटिङ थियो अनि 9 बजे बोलाउनु भएको थियो। अहिले अहिले 9:15 भइसक्यो। म भर्खर उठिरहेको छु अनि भर्खर उठिरहेको छु भन्नाले फेरि भर्खर होइन नि, म उठ्न चाहिँ 6 बजे उठेको थिएँ अनि त्यसपछि 6 बजे उठेर अनि एउटा दुइटा काम गरेँ अनि काम गरिसकेपछि त एउटा दुइटा काम गरेँ अनि फेरि सुतेँ है। अब केही काम छैन, एकछिन त पल्टिन्छु भनेर पल्टिएँ छोरीसँग सुतेको 9 बजे बल्ल निद्रा खुल्दैछ क्या, 9 बजे बल्ल निद्रा खुल्दैछ। अब भएर साथीहरू म कतिखेर जाउँ स्कुल। ओ माई गड, मेरो दाल कति पहिलो देखिया छ। ब्रस गर्न पर्यो, ब्रस चाहिँ गरेको थिएन मैले बिहान, अब ब्रस गर्नु पर्यो। हेर्नु मेरो कपाल चिङ्रिङ्ग छ। अनि यो कपाल चाहिँ मैले बेबी कट काट्नको लागि काटेको थिएँ अनि ठिकै छ, यस्तै चाहिँ के छैन। अब बिस्तारै मिलाउन पर्यो। हालत खाना अब कति पकाउने थाहा छैन। पहिला स्कुल जान्छु अनि हजुरहरूलाई स्कुलको सेयर गराउँछु। मेरो छोरीको रिजल्टहरू एउटा दुइटा कपी देखाउँछु होइन, हेरिदिनु होला। अनि त्यस्तै हो। अब चाहिँ म पहिला सुरु भद्रगोल छ, यहाँ बिस्तारा भद्रगोल छ, एक भद्रगोल यो मिलाउँछु होइन। जस्ट नाउ आज त मेरो बुढा पनि सुत्नु भएको थियो मजाले। आज छुट्टी नि त, शनिबार आज छुट्टी अनि छुट्टी भएपछि एक दिन त सुत्नु पऱ्यो। सधैँ बिहान 6 बजे उठेछ ड्युटीको लागि तयारी, 6 बजे उठेछ ड्युटीको लागि तयारी, स्कुलको लागि तयारी। आज चाहिँ अब शनिबार र आइतबार 2 दिन छुट्टी हुन्छ, कहिले त्यही पनि सुत्न पाइँदैन। अनि आज चाहिँ काम थिएन, केही थिएन अनि मजाले सुतेको। ल म अब हल्का घरमा सबलाई सेटअप गर्छु। ल हेर्नु साथीहरू, अब यस्तै हो, बिस्ताराहरू मिलाउने यताउता अनि झोलसोल निकाल्ने सबै थोक गरेँ मैले। अनि त्यसैमा यताउता हेर्दै थिएँ मैले, बाहिर लडाइँ गर्दै थियो दिदीबहिनी, अनि त्यही हेरेर हाँसिरहेको थिएँ म। छिटो गरेर छिटो फटाफट काम सकेर कतिखेर स्कुल जाम्ला अनि रिजल्ट हेरौँला, यिनीहरूको नम्बर कति आएछ भनेर हेरौँला भनेर हेर्नु। मैले यति छिटो काम गरेँ नि, यति छिटो काम गरेँ फटाफट मेसअप बिस्ताराहरू सबै मिलाएँ मैले। अनि गरी यता गरी उता अब जताततै मिलाउनै पऱ्यो, झाडी लाउनै पऱ्यो, घर आफ्नो घरलाई सफा गर्नै पऱ्यो। अनि त्यतिकैमा मेरो बुढाले मलाई अब सोध्दै हुनुहुन्थ्यो, छिटो कर भन्दै हुनुहुन्थ्यो। छिटो गरिदिरहेको छु त बुढा भने। अनि के साथीहरू, तपाईँहरू शनिबार के गर्नुहुन्छ, घरमा के कसो गर्नुहुन्छ? म चाहिँ यस्तै हो, अब केही काम छैन, घरै यता गर्ने अनि बस्ने जिस्किने बुढासँग, शनिबार छोराछोरीसँग जिस्किने, रिस उठ्यो भने कराइदिने। अनि टिकटक बनाऊँ भनेर यसो बुढालाई भनिरहेको थिएँ, बुढालाई फकाउँदा वाक्ला अनि तपाईँ जानु उता गोली मार्नु भनेर ल अरे मैले बुढालाई। अनि मैले अब उतातिर सलक्क पारेर झाडु लगाएँ। लौ साथीहरू, म त कता पो हराएछु हौ। अब म दौडी आउँछु ल, हेर्नु छिटो दौडी आउँछु ल। यहाँ मेरो छोरीले कट्टो लाउनु भनेर छिन्। ए भगवान्, मेरो त्यो घरको ब्याकग्राउन्डलाई चाहिँ यसो इग्नोर गर्नु होला। त्यस्तै हो साथीहरू, यस्तै हो। ठुलो घर छैन मेरो, सानो कोठा छ, भद्रगोल छ, सबै सामान। अनि के गर्नु। अनि त्यतिकैमा मेरो बुढाले चिया भनेर वाक्क बनाउनु भएको थियो। अनि मैले चाहिँ फटाफट गरेर भाँडासाँडा माझेर अब चिया बसाल्छु भनेर चियाको दिउरी माझ्दै थिएँ। अनि त्यतिकै थियो नि त, अनि त्यसलाई सलक्क मार्न पऱ्यो। मलाई फेरि पकाएको भाँडामा एकचोटि पकाएको भाँडामा अर्कोचोटि पकाउनु मन लाग्दैन, कस्तो अर्कै लाग्छ कि।
ल हेर्नु साथीहरु मेरो पङ्खा माथि मस्त झन् देखाइयो खासमा टेबल फ्यान हो अनि मैले यसलाई चाहिँ मर्मत गरेको के मर्मत अनि साइडको कपडालाई चाहिँ यसो इग्नोर गर्नु होला ल क्यामेरै ढल्किरहेको रहेछ नि त अनि मैले गएँ दुध लिएर आएर दुध मस्त चिया बसाले अनि मैले मुख फेरि धोएको थिएँ नि त गर्मी भएर अनि फेरि मैले सलक्क पारेर मुख सुख पोसेर अनि चिया बसाले अब भाषण दिँदैछु पता नै के भाषण दिइरहेको छु म राम्ररी देखेछु भनेछु सायद ल हेर्नु मेरो डान्स कुनै बेला मेरो डान्स हुन्छ डान्स यस्तै त्यतिकैमा अनि मैले कति पानी खाएको होला बाफ्रे 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 खाएको छ मै देखेर तर्सेँ हौ बानी पनि खाएको देखेर त अब राम्रो पोज दिउँ है अनि मेरो ब्याकग्राउन्डलाई नहेर्नु होइन राति पानी आयो भने अनि मैले मेहनत गरेर धोएको कपडा पिग्लिन्छ भनेर यो चाहिँ त्यही भएर हो झन्डाको अनि मैले चाहिँ केही काम पाएन अब के गरौँ के भनौँ भन्ने भइरहेको थियो अनि मैले यसो पोज दिइरहेको कि हजुरहरूलाई चट्ट पारेर नछुट्नु बिगार्दै अनि यताउता फर्किँदै ल यहाँनिर मैले के भने मलाई नि थाहा आएन है साथीहरू मेरो यो लटकन झुन्डिरहेको थियो नि त अनि मैले यसलाई देखेर गरिरहेको अनि म गएँ फटाफट गएँ अनि त्यसपछि मैले दुधलाई सट्ट पारेर हेरेँ अनि दुधलाई मजाले फु गरेर सेलाएँ यो उम्लेर भुत्लुकै जान्ला थियो हेलो गाइज हामी बुढाबुढी मेरो चिया पकाउँदैछ बुढीले हाँच्छु मात्रै गरिरहेको छु मेरो हाँसी खाने हो तपाईँलाई पछि भर्छु क्या आवाज हाय चाहिँ युट्युबमा उल्टो देखाउँछ कि त्यसरी त्यही भएर त्यसरी खिचाएको मैले दिस इज माई चाय अब चाय खाने हो अनि जाने हो सो हामी निक्लियो हामी चाहिँ म्याचिङ छ भाइ म्याचिङ छौँ गाइज अनि उता छन् दुईजना हामी यहाँ साइकल टुरमा हो किन रिसाउँछ कि यो मान्छे बेला बेलामा मसँग त्यसै फन्किन्छ भाइ किन रिसाएको त्यसलाई हेर्नु साथीहरू यहाँको नेचर कति राम्रो छ यस्तो राम्रो छ मौसम राम्रो छ बादल नेचर यस्तो घाम धान भइरहेछन् भैली चलाइरहेछन् कति हो काम भइरहेछ धमाधम गाउँले जीवन यस्तै हो आउट थचर त साइकलमा थचर म चाहिँ यस्तै राम्री पनि हिँडेको के रिजल्ट हेर्नलाई आलु लिन जानु लागेको उहाँको आलु गाइस बेलुका आलुको चटनी आलुको भर्ता आलुको परोठा आलुको टिकिया उहाँले लिएर आउनु भएको आलुको यति धेरै व्यञ्जन पकाएर खाने हो नि तपाईँ भन्नु के खानुहुन्छ आलुको छोरीले ल्याइदिएको आलुको भुर्जी खाने र गाई बाउले अनि बहिनी तपाईँले के खाने दिदीले ल्याएको आलुको के खाने चोखा ल साथीहरू हेर्नु यहाँ अनुहार हेर्नु यहाँ आलु ल्याउने मान्छेको अनुहार हेर्नु दारा देखाउनु भएछ दारा यो हो आस्था इङ्ग्लिस एकाडेमी हाम्रो गाउँको स्कुल छोराछोरी पढ्ने स्कुल यो बिच खल्लाको बिचमा छ यता हेर्नु साथीहरू चराको भ्यू यति राम्रो छ नि ल
हामी आइपुग्यो सबै अभिभावकहरू आउँदै होइसिन्छ यो स्कुल हो पुरा कम्पाउन्ड यहाँ लगाएको थियो होइन वाल तर भत्किएको के हावाले पारेर उडाइदियो हेर्नु लोगो अब जाम पहिला हामी नर्सरी क्लासमा होइन नर्सरी क्लासमा जाने हो पहिला हेर्ने हो यहाँ अभिभावकहरू आउनुभएको छ हेर्नलाई सो गाइज यही हो मेरो छोरीको यो छोरीको प्लस 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 अनि फटाफट मिलाएर अनि दुईवटा बिगारेको रहेछ इङ्ग्लिसको अनि मैले छोरीलाई भने दुईवटा बिग्रेको छ साना अनि त्यसपछि फेरि अर्को हेरेँ अर्कोमा एउटा बिग्रेको थियो सायद अनि यसमा पनि किन बिगारेको छ नि भनेको उसले बिर्सेर भने नेपालीमा चाहिँ फुल मार्क्स आएको रहेछ यति नै हो त्यता सकेर लाग्यो ठुलो छोरीको रिजल्ट हेर्न के रहेछ नम्बर हेर्न गफ सकिएपछि हामी लाग्यौँ घरतिर ल हेर्नु अझै छन् यहाँ कति धेरै छन् मान्छेहरू घाम छ ओ माई गड यहाँ हेर्नु मेरो छोरीलाई घाम भयो अरे आउनु न आउनु के छिटो घाम भयो र त घामलाई अनि यो के हो यो लखर 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 हे यति राम्री बनेर आउने स्कुल आउँदाखेरि नाइ लाज लाग्छ नि हिँड 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 साइकलको हावा सकियो त्यो यो साइकलमा नि हावा भर्छ म चाहिँ हिँड्दैछु साथीहरू सबै गएँ साइकलमा हावा थिएन हावा सकिएछ अनि साइकल यस्तो माथिको घाम हेर्ने यहाँ त्यो घामले गर्दा तातो तातो भएर अनि यस्तै हो लगभग 1.5 घन्टा भलाकुसारी गरियो अब घरतिर जानु लाग्छौँ हामी गाइज हामी चाहिँ घर आइपुग्यौँ है आउन नपाइ यहाँ यसरी उत्तान लाएर सुतेछौँ लम्पसार परेर आज मलाई मेरो बुढा कति ह्यान्डसम लागेको छ नजर नलगाइदिनु है यो मेरो बुढा हो नि फेरि मेरो बुढा हो आँखा नलाउनु होला छोरी पनि आछ हेलो गाइज भन्दै हेलो गाइज मा गर्दै छोरीको कमालमा यति नै हो आउँछु मैले यहाँ दुध बसालेछु आउने बित्तिकै दुध बसाल्न बिर्सिरहेछु अनि बिहान तताएको दुध त बिर्सिरहेछु नि त अनि अहिले तताउनलाई छु मैले अब यहाँ तताउँछु अनि त्यसपछि गिलास खान्छु बिहानदेखि भात खाएको छैन अहिले 1 बजिसक्यो 1 बजिसक्यो भात खाएको छैन भात पकाएर खाने कति हो र थाहा छैन हेर्न गाइज आजलाई यति नै अब चाहिँ म सुत्छु यसरी खुट्टा पसारेर खुट्टा हल्लाउँदै अनि एकछिन मोबाइल हेर्छु अनि अब बेलुकातिर म घाँस काट्न जान्छु त्यहाँ मेरो भैँसी छ हो त्यो भैँसीलाई हैन अनि सबै कुरा त म क्याप्चर गर्न सक्दिनँ पाउँदिनँ काम गर्नुपर्छ मलाई आउँदैन क्या अरू भन्दा नि मलाई क्याप्चर गर्नलाई आउँदैन अनि जति आउँछ मैले त्यति गरेँ त्यतिको लागि भएपछि सपोर्ट गरिदिनु होला लाइक गर्नु कमेन्ट गर्नु अनि सेयर गरिदिनु होला अनि मेरो युट्युब च्यानललाई अलि बढी सब्सक्राइब गरेर मेरो सब्सक्राइबर बढाइदिनु होला अनि म यस्तै सानोतिनो कुराहरू तपाईँहरूसँग सेयर गर्दै गर्छु ल बाई बाई लभ यू